पुस्तक 5 को 16 देखि 18 सम्म त्यहाँ यसो लेखिएको छ। मलाई तपाईले सुन्न सक्नुहुन्छ ध्यान दिएर। यहाँ यसो लेखिएको छ, सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो, सबै परिस्थितिमा धन्यवाद देऊ, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो, सबै परिस्थितिमा धन्यवाद देऊ, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। दयालु परमेश्वर बुवा, हामी तपाईँलाई पुत्र प्रभु येशूको नाममा धन्यवाद चढाउँछौँ। आज तपाईँको वचन सुन्नका लागि हामी यहाँ तयारी छौँ। तपाईँलाई महिमा दिने कृतज्ञताको विषयमा आज हामी सुन्न गइरहेको छौँ अनि बोल्न गइरहेका छौँ। बुवा, आज हाम्रो भित्र हृदयको कानलाई तपाईँले खोल्नुहोस् तपाईँको वचन सुन्नका लागि अनि ती वचन सुनेर पालन गर्नुका लागि तपाईँले हामी हरेकलाई सहायता गर्नुहोस्। धन्यवाद आबा पिता परमेश्वर, हामी हरेकको जीवनमा आजको वचनदेखि तपाईँले काम गर्नुहोस्। प्रभु धन्यवाद छ येशू प्रभु तपाईँको नाममा, आमेन। यो थेसलोनिकीको पत्र पावलले लेखिएको पत्र थियो अनि यसको हल्का पृष्ठभूमि तपाईँलाई बताउँदाखेरि थेसलोनिकीको पत्र पावलले आफ्नो सेवाकाईको मिसनरीको सेकेन्ड मिसनरी जर्नीमा उसले लेखेको पत्र थियो। यो सेकेन्ड मिसनरी जर्नीमा उसले लेखेको पत्र थियो अनि जसै ऊ सेकेन्ड मिसनरी जर्नीमा ऊ जाँदै थियो, जाँदाखेरि उसले थेसलोनिका भन्ने ठाउँमा उसले एउटा चर्च, नयाँ सानो मण्डली झुन्डा उसले स्थापना गरेको थियो। त्यहाँनिर चर्च स्थापना गरेको थियो अनि त्यो चर्च एकदमै कलिलो चर्च थियो, भर्खरै स्टार्ट भएको चर्च थियो। अनि पावल आफ्नो मिसनरी जर्नीको यात्रामा सबैभन्दा सुरुमा ऊ फिलिपीमा जान्छ अनि त्यहाँदेखि थेसलोनिकामा जान्छ जहाँ उसले यो मण्डली सुरु गरेको थियो, अनि बेरियामा जान्छ अनि एथेन्स भन्ने ठाउँमा, अनि कोरिन्थमा ऊ जान्छ। अन्तिममा उसको दोस्रो मिसनरी यात्राको अन्तिम उसको गन्तव्य रोकिएको चाहिँ कोरिन्थमा ऊ जान्छ। त्यहाँ उसले 18 महिनासम्म लेडियाहरूको घरमा, प्रिस्किल्ला अकेल्ला उताको घरमा उसले त्यहाँनिर समय बिताएको छ। कोरिन्थमा हुँदाखेरि पावलले यो थेसलोनिकीको पत्र थेसलोनिकीको मण्डलीलाई लेखेको थियो। पहिलो थेसलोनिकी अनि दोस्रो दुईटा पत्र पावलले यो मण्डलीलाई लेखेको थियो। यतिखेरको समयमा भर्खरै मात्र कलिलो चर्च छ। पावलले केही समय अगाडि मात्र यो मण्डलीलाई स्थापना गरेको थियो, चर्च प्लान्ट गरेको थियो अनि यो चर्चमा विभिन्न समस्याहरू, पर्सिक्युसनहरू यहुदी दाजुभाइबाट अनि अन्य जातिबाट यो मण्डलीमा धेरै सतवाट र पर्सिक्युसनहरू आइरहेको थियो। अनि यो मण्डलीमा उनीहरूले पावलबाट पाएको हुनुपर्छ कि कसैबाट पाएको हुनुपर्छ शिक्षा, त्यो चाहिँ प्रभु येशू ख्रीष्टको आगमनको विषयमा, प्रभु येशू आउँदै हुनुहुन्छ भन्ने कुरो उनीहरूले थाहा थियो। अनि यो मण्डलीको विश्वासहरू यस्तो अवस्थामा थिए कि उनीहरू प्रभु चाहिँ भोलि नै आउँछ जस्तो गरेर कतिजना विश्वासीले काम पनि छोडेको थिए। गड इज कमिङ टुमरो भनेर, येशू ख्रीष्ट भोलि आउँदै हुनुहुन्छ भनेर कति काम छोडेर कति अल्छे भएको थिए। किनभने प्रभु आइ त हाल्नुहुन्छ होइन। अब सङ्कष्ट अनि त्यो सतवटहरू आइरहेको बिचमा प्रभु आउँदै हुनुहुन्छ भन्ने कुरामा यिनीहरूमा एकदमै विश्वास थियो। भोलि प्रभु आउनुहुन्छ, पर्सि आउनुहुन्छ भन्दाखेरि यिनीहरू त्यो आइहाल्नुहुन्छ भन्ने, इमिडिएटली आइहाल्नुहुन्छ भन्ने यिनीहरूकोमा त्यो एक्सपेक्टेसन थियो। अनि कतिले काम पनि छोडिसकेको थियो, किन काम गर्नु, प्रभु आइ त हाल्नुहुन्छ भनेर कि होइन। पहिलाको समयमा 2012मा हुनुहुन्छ एन्ड अफ द वर्ल्ड भनेर एउटा संसार अन्त्य हुन्छ अरे भनेर कतिले त कति मेन्सनहरू दिएछ क्या, भोलि स्वर्ग जान्छ भनेर धन सम्पत्तिहरू बेचेर होइन यताउता गरिबलाई दिए के गर्यो भनेर सुनेको थिएँ मैले। त्यस्तै भएको थियो यहाँनिर। अब येशू आइहाल्नुहुन्छ, किन काम गर्नु पर्यो भने कतिजना मान्छे चाहिँ अल्छे भएको थियो अनि कतिजनाले चाहिँ आशै हराइसकेको थियो। भोलि आउनुहुन्छ प्रभु भन्ने सोच्यो, भोलि आउनु भएन। पर्सि पनि आउनु, निकोर्सी पनि आउनु भएन। अनि यसरी पर्खिँदा पर्खिँदै कतिजना दाजुभाइहरू त प्रभुमै सुतिस पनि सके, मरि पनि सके। अब यिनीहरूमा आशा पनि छैन। खै त प्रभु आउँछ भन्दै थियो, मैले त काम पनि छोडेँ भने होला कतिले होइन, मैले त काम पनि गर्न छोडिदिइसकेँ, अब त काममा जानु पनि अल्छी लाग्छ होइन के होइन।
अब प्रभु आउनुहुन्छ भनेर यिनीहरूले त्यो सोचिरहेको थियो, तर प्रभु आउनु भएन त। आज आउनु भएन, भोलि आउनु भएन, पर्सि आउनु भएन, अहिलेसम्म पनि प्रभु आउनु भएको छैन होइन। सो यिनीहरूमा कतिमा आशा पनि थिएन, मरेर गइसक्यो अब के हुन्छ उनीहरूमा भने यिनीहरू एक प्रकारको शङ्खामा थियो, यिनीहरूलाई एक प्रकारको यिनीहरूमा डाउट थियो भित्र, यिनीहरूमा एक प्रकारको के चाहिँ हुन्छ होला अब मरिहालेकोहरूको लागि चाहिँ भनेर यिनीहरूमा त्यो अज्ञान भनौँ कि होइन, उनीहरूलाई त्यो कुरोमा उनीहरू कन्फ्युज भएको समयमा पावलले अब पत्रिका लेख्दैछ थेसलोनिकीको विश्वासीहरूलाई सान्त्वना दिनको लागि। अनि यो पत्रमा पावलले यो विश्वासीहरूलाई क्रिस्चियन जीवन कस्तो हुनुपर्छ, क्रिस्चियन लिभिङ कस्तो हुन्छ भन्ने कुरो सिकाएको छ। अनि यौनमा शुद्धताको विषयमा पावलले सिकाएको छ। अनि अल्छी हुनु हुँदैन, काम गर्नुपर्छ भन्ने कुरो पावलले यहाँ चेतावनी दिएको छ। अनि येशू ख्रीष्टको आगमन सम्बन्धी पावलले यहाँनिर यी विश्वासीहरूलाई सान्त्वना दिएको छ। अब दुःख अनि कष्ट यिनीहरूले झेलिरहेको छ, धेरै पर्सिक्युसन सतावट यिनीहरूले भोगिरहेको अवस्थामा पावलले यिनीहरूलाई भन्दैछ सधैँ आनन्दित रहो भन्दैछ। सुखमा मातिनु सजिलो छ, तर सुखमा नि दुःखमा आत्तिनु हामी छिटो छौँ, तर सुखमा हामी मात्तिन्छौँ। हामी यस्तो खालको व्यक्तिहरू छौँ। अब यो विश्वासीहरूलाई सङ्कष्ट सतावट भोगिरहेको अवस्थामा पावलले के भन्छ, प्रभुमा सधैँ आनन्द गर, सधैँ आनन्दित रहो भनेर पावलले यहाँनिर भनिरहेको छ। अनि यो सतावटको बिचमा आनन्द लिनु भन्ने कुरो तान्तुनी होइन, एकदमै गाह्रो कुरो हो। यो सबैभन्दा गाह्रो कुरो भन्न त गाह्रो कुरो हो। कसले देख्नु भएको छ होला होइन, आनन्द लिएको कसले तपाईँले देख्नु भएको होला। इट्स नट इजी। सो पावलले यिनीहरूलाई के भन्छ भने सधैँ आनन्दित रहो भनेछ। अनि पावलले दोस्रो के भन्नुहुन्छ भने यिनीहरू डिस्करेजमा थिए, यिनीहरू कन्फ्युजमा थिए। अब मरेर गएको व्यक्तिहरूको हालत चाहिँ कस्तो हुन्छ, हामी त प्रभुलाई पर्खिरहेको छौँ, जिउँदैछौँ। मरेर गएको व्यक्तिको हालत कस्तो थियो, निरुत्साहित भएको थिए, आशा थिएन। अनि पावलले के भन्छ, निरन्तर प्रार्थना गरिरहो भनेर पावलले यहाँनिर बताइरहनु भएको छ। बेसिकली पावलले के भन्दै हुनुहुन्छ भने तिमीहरूको भित्रको त्यो प्रश्नहरू छ नि, तिमीहरू भित्र त्यो कन्फ्युजनहरू छ नि, त्यो प्रभुको चरणमा ल्याऊ भनेर पावलले यहाँनिर बेसिकली उनीहरूलाई भन्नु भयो। यिनीहरूको हृदय अस्थिर भएको कुरोमा भएको समयमा कतिजना त रुँदै पनि थियो होला, आफ्नो आफन्त बितेको कारणले गरेर, प्रभु नआएको कारणले, कतिलाई त्यो आशा नभएको बेलामा पावलले भन्दैछ, फेरि पावलले भन्नु सबै कुरोमा प्रभुलाई धन्यवाद देऊ भनेर पावलले यहाँनिर भनिरहनु भएको छ। सो आज यहाँनिर आजको हामीले पढेको खण्डमा हामीले के पायौँ भन्दाखेरि हामीले एउटा कुरो चाहिँ के सिक्यौँ भन्दाखेरि धन्यवाद दिनु चाहिँ परमेश्वरको के रहेछ त, इच्छा रहेछ। सबैभन्दा परमेश्वरको इच्छा भन्नु त धन्यवाद दिनु चाहिँ परमेश्वरको इच्छा। पहिले थेसलोनिकी 5:18 हामीलाई भन्यो, के भनेको छ भने सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। सबै परिस्थितिमा धन्यवाद देऊ किनभने ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। सो धन्यवाद दिनु चाहिँ परमेश्वरको इच्छा हो। अनि यो धन्यवाद दिनु चाहिँ सजेसन दिएको होइन पावलले, यो चाहिँ कमान्डमेन्ट हो, यो चाहिँ आज्ञा हो। आज्ञालाई किन दिन्छ आज्ञा थाहा छ तपाईँलाई? पालन गर्नको लागि हो नि त होइन। अब मैले सुमित्रा मलाई पानी ल्याइदेऊ न भनेर भने उसले भेनाले त्यतिकै भने रहेछ भने चुलार बस्छ, त्यो आज्ञा हो नि त, उसलाई मैले आज्ञा दिएँ पानी ल्याइदेऊ भनेर। त्यसरी नै पावलले यहाँनिर यी थेसलोनिकीको विश्वासीहरूलाई के भन्दैछ भने आज्ञा दिँदै हुनुहुन्छ सबै कुरोमा धन्यवादी हो, हरेक परिस्थितिहरूमा धन्यवादी हौ, हरेक परिस्थितिमा धन्यवादी हौ भनेर पावलले थेसलोनिकीको विश्वासीलाई यहाँनिर भन्दै हुनुहुन्छ चाहिँ आज्ञा हो। अनि यो चाहिँ कसको इच्छा अरे? परमेश्वरको इच्छा हो। हाई स्कुल सकेपछि जवानहरूमा एउटा प्रश्न आउँछ, अब मेरो जीवनमा के हुन्छ? वाट एम आई गोइङ टु डु? अब मैले के गर्ने? कलेज पढ्ने, कुन कलेज पढ्ने होइन? परमेश्वरको इच्छा मेरो लागि के हो भनेर अमेरिकामा धेरै जवानहरूले जब हाई स्कुल सक्छ तब उनीहरूले त्यो कुरोहरू प्रश्न गरिरहेको हुन्छ। परमेश्वरको इच्छा
सबै विश्वासीको लागि चाहिँ के रहेछ भन्दाखेरि उहाँमा धन्यवादी हुनु। ग्र्याटिट्युड इज गॉड्स विल, हैन? ग्र्याटिट्युड इज गॉड्स विल। धन्यवादी हुनु चाहिँ परमेश्वरको इच्छा हो। अनि यो चाहिँ युनिभर्सल कमान्डमेन्ट हो। युनिभर्सल भनेको सबैले मान्नुपर्ने, सबै विश्वासीको लागि सामूहिक आज्ञा हो। यो चाहिँ सबैजना हामी धन्यवादी हुनु चाहिँ परमेश्वरको इच्छा हो। अब तपाईलाई तपाईको जीवनमा परमेश्वरको व्यक्तिगत इच्छाहरू पनि छ, लक्ष्यहरू पनि छ, उद्देश्यहरू पनि छ। यिर्मयाको पुस्तकले भन्छ नि, तिम्रो लागि मैले योजनाहरू बनाएको छु, त्यो तिमीलाई आशा र भविष्य दिनको लागि। सो इच्छा अनि त्यो योजनाहरू चाहिँ कसरी हामी थाहा पाउँछौँ भने पहिलो चाहिँ सुरु कहाँबाट हुन्छ भने धन्यवादबाट सुरु हुन्छ। यदि तपाईँ अनि म यो युनिभर्सल आज्ञालाई, युनिभर्सल परमेश्वरले सामूहिक दिनुभएको यो इच्छालाई जब हामी पुरा गर्दैनौँ, हामीले व्यक्तिगत इच्छा परमेश्वरको हाम्रो जीवनमा के छ भने बुझ्न सक्दैनौँ। सबैभन्दा यदि तपाईँको जीवनमा प्रभुले तपाईँलाई के को लागि बनाउनु भएको हो भन्ने कुरो तपाईँ थाहा पाउनु चाहिँ चाहनुहुन्छ भने सबैभन्दा पहिलो कुरो तपाईँले गर्नु पर्यो धन्यवादी बन्नु पर्यो। धन्यवाद दिनु कसको इच्छा हो? परमेश्वरको इच्छा हो। ग्र्याटिट्युड इज गॉड्स विल। अनि यो धन्यवाद दिनु चाहिँ किन परमेश्वरको इच्छा हो त? Why does God wants us to be thankful? प्रभुलाई थाहा छ त हामी यस्तो संसारमा जिरहेका छौँ, पापले ग्रसित संसारमा हामी जिरहेको छौँ। धन्यवाद दिन हामीलाई गाह्रो हुन्छ, किनभने कोही बेला हामी रोगी हुन्छौँ, कोही बेला हामी बिरामी हुन्छौँ, कोही बेला हामीलाई के भइपठाउँछ, कोही बेला के हुन्छ। प्रभुलाई थाहा छ त हामी धन्यवाद दिनको लागि गाह्रो हुन्छ। किन परमेश्वरले चाहिँ धन्यवाद दिनु भनेर भन्नुभएको? किन यो चाहिँ परमेश्वरको इच्छा हो धन्यवाद दिनु भन्दाखेरि तपाईँलाई म 3टा कारण बताउँदैछु। 3टा कारण। सबैभन्दा पहिलो कारण चाहिँ के भन्दाखेरि जब तपाईँ अनि म धन्यवाद दिन्छौँ नि, यसले तपाईँ मेरो जीवनलाई परिवर्तन गर्छ। धन्यवादले तपाईँ मेरो जीवनलाई परिवर्तन गर्छ। इट ट्रान्सफर्म्स आवर लाइफ। धन्यवादले हाम्रो जीवनलाई परिवर्तन गर्छ। यदि तपाईँ अनि मेरो जीवनलाई, हाम्रो मनलाई, हाम्रो सोचलाई परिवर्तन गर्ने हो भने, चेन्ज गर्ने हो भने, नेगेटिभ थिङ्किङको, बर्नआउट हुने, क्रिस्चियन जीवनमा थाक्ने, लखतरन हुने, बर्नआउट हुने एन्टिडोट चाहिँ के हो भन्दाखेरि धन्यवाद हो। यदि तपाईँ अनि म क्रिस्चियन जीवनमा एक्टिभली नथाकिकन प्रभुमा तपाईँ म एक्टिभली अघि बढ्ने हो भने तपाईँ अनि मेरो जीवन धन्यवादको जीवन हुनुपर्छ। जब तपाईँ अनि म थ्याङ्कफुल बन्छौँ, धन्यवादी बन्छौँ, धन्यवादी जीवन जिउँछौँ नि, हामी एउटा जयवन्त विश्वासी भएर हामी अघि बढ्न सक्छौँ। हाम्रो नेगेटिभ थट्सहरूदेखि पनि, नकारात्मक सोचहरूदेखि पनि तपाईँ अनि म मुक्त हुन सक्छौँ धन्यवादले। सबैजना धन्यवादले भन्छ त हुनसक्छ तपाईँको जीवनमा विभिन्न समस्याहरू होला, विभिन्न लोडहरू तपाईँले बर्डन भएको होला, तर जब तपाईँले ती सबै कुरोलाई भुलेर धन्यवाद चाहिँ दिन थाल्नुभयो भने तपाईँले आफ्नो जीवनमा रिलिज भएको तपाईँले महसुस गर्नुहुन्छ। यो परमेश्वरले तपाईँ मेरो विषयमा सोचेरै भन्नुभएको धन्यवादी हुन चाहिँ परमेश्वरको इच्छा हो। अनि जब तपाईँ अनि म धन्यवादी बन्छौँ, तपाईँ अनि मैले हाम्रो घटी कमीलाई भन्दा पनि हामीले हाम्रो दृष्टिकोण, हेर्ने दृष्टिकोण अर्कै हुन्छ, जसले चाहिँ तपाईँ अनि मलाई हाम्रो घटी कमी भन्दा पनि बियोन्ड हेर्नको लागि तपाईँ मलाई सहायता गर्छ धन्यवादीले चाहिँ। जब तपाईँ म धन्यवादी बन्छौँ, हामी के भनिरहेको हुन्छ भने गॉड इज वर्किङ बिहाइन्ड द सिन भनेर भनिरहेको हुन्छौँ। हाम्रो परिस्थिति जस्तो सुकै भए तापनि मेरो परमेश्वर चाहिँ मेरो पछि काम गर्दै हुनुहुन्छ भनेर हामी भनिरहेको हुन्छ जब तपाईँ म धन्यवादी बन्छौँ। दोस्रो कुरो, धन्यवादी बन्न किन परमेश्वरको इच्छा भन्दाखेरि यसले हाम्रो ध्यान उहाँमाथि केन्द्रित गर्छ। हामी आफूबाट हाम्रो ध्यान, हाम्रो फोकस हामी आफैबाट प्रभुतिर जान्छ जब तपाईँ म धन्यवादी बन्छौँ। हालेलुया। समस्या अनि प्रब्लम हाम्रो जीवनमा हुन्छ,
हरेक मान्छेको जीवनमा दुःख अनि कष्ट हुन्छ। दुःख अनि कष्टको बिचमा पनि यदि तपाईँमा धन्यवादी बन्ने व्यक्ति छौँ भने हाम्रो दुःख कष्टको बिचमा पनि हामी प्रभुलाई हेर्न थाल्छौँ। वी स्टार्ट सेइङ गड, हामी परमेश्वर हामी हेर्न थाल्छौँ। हाम्रो एबिलिटिजमा, हाम्रो क्षमता, हाम्रो दक्षतामा भन्दा पनि प्रभु कतिको भलो हुनुहुन्छ, प्रभु कतिको सक्षम हुनुहुन्छ, प्रभु कतिको योग्य हुनुहुन्छ भन्ने कुरो हाम्रो एटेन्सन सबै ध्यान हामी प्रभुतिर जान्छ। प्रभुतिर हाम्रो सबै आकर्षणहरू सबथोक प्रभुतिर गइरहेको हुन्छ। अनि जब तपाईँमा धन्यवादी बन्छौँ, हामीले के एक्नोलेज गरेर हामीले के स्वीकार गरिरहेको हुन्छ भने परमेश्वर चाहिँ शक्तिशाली, उहाँ चाहिँ पावरफुल गड हुनुहुन्छ भने तपाईँ मैले भनिरहेको हुन्छौँ। अनि जसै तपाईँ मैले प्रभु चाहिँ शक्तिशाली, प्रभु चाहिँ महान हुनुहुन्छ भनेर भनिरहेको हुन्छ, हाम्रो समस्यालाई हामी सानो देख्न थाल्छौँ, प्रभुलाई हामी ठुलो देख्न थाल्छौँ। सो धन्यवादी हुनु एकदमै जरुरी छ। अनि तेस्रोमा चाहिँ के भन्दा धन्यवाद हुन किन परमेश्वरको इच्छा भन्दाखेरि यसले तपाईँ मलाई आत्मिकी परिपक्वतामा बढ्न सहायता गर्छ र एउटा सन्तुष्टि जीवन जिउनका लागि सहायता गर्छ। आत्मिक परिपक्वता अनि सन्तुष्टि जीवन जिउनका लागि तपाईँ अनि मलाई धन्यवादीले सहायता गर्छ। यदि तपाईँ प्रायः जस्तो समय चाहिँ गनगन गरेर बिताउनुहुन्छ भने तपाईँ अपरिपक्वता मान्छे हुनुहुन्छ। यु आर नट म्याच्योर, तपाईँ केयरलेस व्यक्ति हुनुहुन्छ। यदि तपाईँ अनि म चाहिँ धेरै समय चाहिँ गनगन बिताउँछौँ भने हामी परिपक्वतामा बढ्न सक्दैनौँ। अनि जुन व्यक्तिले धेरै गनगन गर्छ त्यो व्यक्तिले केही कुरोमा पनि सन्तुष्टि पाउँदैन। जेमा पनि उसले घटी अनि कमी मात्रै देखिरहेको हुन्छ। हरेक कुरोमा उसले गल्ती मात्रै देख्छ। पोजिटिभ कुरो, सकारात्मक कुरो कहिले जान्छ, सबै नकारात्मक कुरो मात्रै देखिरहेको हुन्छ। अनि यो व्यक्तिलाई केही कुरोले पनि खुसी पार्दैन, केही कुरोले पनि सन्तुष्टि हुँदैन। अरूको सफलता देखेर ऊ आँखा जल्छ, यत्रो हुन्छ होइन। अरूको सफलतामा ऊ रिसाउन थाल्छ। धन्यवादी बन्ने व्यक्ति चाहिँ एउटा परिपक्वतामा बढ्छ, अनि ऊ सन्तुष्टि व्यक्ति हुन्छ। असन्तुष्टि व्यक्ति कहिले पनि अरूको सफलता देखेर ऊ जहिले पनि ऊ अरूको सफल देखेर ऊ ज्यालेस हुन्छ। जो व्यक्तिले कठिन अवस्थामा, गाह्रो अवस्थामा प्रभुमा धन्यवाद दिनु चाहिँ सिकेको छ भने त्यो व्यक्तिले के भन्दै हुनुहुन्छ भने प्रभु म तपाईँलाई विश्वास गर्छु, म तपाईँलाई भरोसा गर्छु भनेर भनिरहेको हुन्छ। हालेलुया। अनि जो व्यक्तिले प्रभुमा भरोसा गर्छ त्यो व्यक्ति सन्तुष्टि व्यक्ति पनि हुन्छ। जो व्यक्तिले प्रभुमा भरोसा गर्छ त्यो व्यक्ति सन्तुष्टि हुन्छ। किन? त्यो व्यक्ति पर्फेक्ट भएर होइन, उसलाई यो विश्वास छ कि म पर्फेक्ट नहुँदा पनि मेरो परमेश्वर चाहिँ पर्फेक्ट हुनुहुन्छ भन्ने कुरो उसले विश्वास राखेको हुन्छ। जो व्यक्ति सन्तुष्टि छ त्यो व्यक्ति परमेश्वरमा उसले पुरै निर्भर गर्छ, प्रभुमा उसले पुरै भरोसा गर्छ। फिलिपीको पत्रिकामा पावलले, फिलिपी 4:11 पावलले हामीलाई यसो बताउनुहुन्छ। फिलिपी 4:11 पावल भन्नुहुन्छ, खाँचो पर्यो भनेर मैले गुनासो पोखेको होइन, किनकि जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। कति मिठो पावलले भन्नुहुन्छ, खाँचो पर्यो भने मैले गुनासो पोखेको होइन, किनभने जुनसुकै परिस्थिति, जुनसुकै भन्नु त, जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्टि रहन मैले सिकेको छु। पावललाई थाहा छ हरेक परिस्थितिमा कसरी सन्तुष्टि रहने भन्ने कुरो पावललाई थाहा छ। अनि पावलको सिक्रेट के हो थाहा छ? पावलको आशा, पावलको भरोसा चाहिँ प्रभु थियो, आफू थिएन, प्रभु थियो। हालेलुया। सन्तुष्टि व्यक्तिले यो कुरो जानेको हुन्छ, परिस्थिति खराब भए तापनि, परिस्थिति आफूले नसोचेको जस्तो भए तापनि सन्तुष्टि व्यक्तिले यो कुरो बुझेको हुन्छ कि परमेश्वर चाहिँ बिहाइन्ड द सिन भलाइको लागि काम गर्दै हुनुहुन्छ भन्ने कुरो उसले बुझेको हुन्छ। सन्तुष्टि व्यक्तिले अहिले तितोपना होला तर पनि सन्तुष्टि व्यक्तिले के कुरो बुझेको हुन्छ भन्दाखेरि यो तितोलाई प्रभुले बिस्तारै मिठो बनाउँदै हुनुहुन्छ भन्ने कुरो बुझेको हुन्छ। पावलले हामीलाई बताउनुहुन्छ, रोमी 8:28 भन्छ, हामी जान्दछौँ
रोमी 8:28 हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार बोलाइएकाहरूको निम्ति हरेक कुरोमा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। हरेक कुरोमा परमेश्वरले के गर्नुहुन्छ? भलाइ नै गर्नुहुन्छ। एउटा परिपक्वता व्यक्ति र एउटा सन्तुष्टि व्यक्तिले खराब परिस्थितिको बीचमा पनि परमेश्वरजी भलो गर्ने प्रभु हुनुहुन्छ भन्ने कुरो विश्वास गरेको हुन्छ। सो धन्यवाद दिनु परमेश्वरको इच्छा किन रहेछ भन्दाखेरि यसले तपाईँ मलाई परिपक्वतामा लान्छ अनि एउटा सन्तुष्टि व्यक्ति पनि बनाउँछ। हालेलुया। यदि अब अर्को प्रश्न के आउँछ भन्दाखेरि यदि परमेश्वरको इच्छा हामी धन्यवादी हुनु हो भने केले चाहिँ हामीलाई धन्यवाद दिनदेखि रोकिरहेको छ? इफ इट इज गॉड्स विल, धन्यवाद दिनु चाहिँ परमेश्वरको इच्छा हो भने, कृतज्ञता चाहिँ परमेश्वरको इच्छा भने हामीलाई कृतज्ञ जीवन जिउनका लागि केले रोकिरहेको छ भन्ने प्रश्न तपाईँ मेरो मनमा आउँछ। तपाईँलाई म आज 4टा कुरा बताउन गइरहेको छु जुन 4 कुरोहरूले तपाईँ अनि मलाई धन्यवाद हुनदेखि रोकिरहेको छ। अथवा यसलाई इङ्ग्लिसबाट भन्दाखेरि 4 reasons that kills our gratitude। 4टा कारण छ जसले तपाईँ अनि मलाई परमेश्वरप्रति धन्यवाद हुनदेखि रोकिरहेको छ। अनि जस्तै यो वचन सकिँदै जान्छ, आज यो वचनदेखि तपाईँ अनि मलाई यदि यो कुरोहरूमा हामी चुकेका छौँ भने यो वचनले तपाईँ अनि मलाई लिबरेट गर्दैछ, स्वतन्त्र गर्दैछ। हालेलुया। मेरो त्यो विश्वास छ, मेरो प्रार्थना छ। सबैभन्दा पहिलो कारण जुन कारणले तपाईँ अनि मलाई परमेश्वरप्रति धन्यवाद हुनदेखि रोक्छ, पहिलो कारण चाहिँ के हो भन्दाखेरि हामीसँग जे छैन त्यो कुरोमा फोकस गर्छौँ। हामीसँग जे छ त्यसमा भन्दा पनि जे छैन त्यसमा हामी फोकस गर्छौँ। पहिलो कारण चाहिँ हो कि जे हामीसँग छैन त्यो कुरोको चाहिँ हामी धेरै चाहना गर्छौँ, तर जे हामीसँग छ त्यो कुरोको हामी व्यवस्था गर्छौँ। अनि यस्तो भयो भने कहिले पनि हामी प्रभुले धन्यवादी हुन सक्दैनौँ। पावलले के भन्नुहुन्छ भने सबै परिस्थितिमा धन्यवाद देऊ भनेर पावलले यहाँनिर बताइरहनु भएको छ। तर यो धन्यवाद दिने, सबै परिस्थितिमा धन्यवाद दिने भन्ने एकदमै गाह्रो कुरो हो। सबैले गाह्रो कुरो भन्नु त तपाईँले सही भन्नुभयो। किन भन्दाखेरि हामी स्वभावैले पापमा जन्मेका छौँ, स्वभावैले पापमा जन्मेका छौँ। अनि यो सिनफुल नेचरले, यो पापमय शरीरमा चाहिँ हामीलाई धन्यवाद दिनु एकदमै गाह्रो कुरो हो। नानीलाई तपाईँले याद गर्नु भएको होला, नानीहरूलाई धन्यवाद दिनको लागि आमा बुवाले सिकाउनु पर्छ, हो कि न भन्नु त? कसैले के दियो भने थ्याङ्क यू भन्यो भनिरहेको। अब सुस्मिता म भनिरहेको सिएनलाई होइन थ्याङ्क यू भन्नु भनेर भनिरहेको हुन्छ, थ्याङ्क यू भन्छ। अहिले त ऊ जानेर अहिले सिकि पनि सक्यो। तर हाम्रो नानीलाई, अब जसकै नानीलाई पनि हामीले थ्याङ्क यू भन्नुको लागि सिकाउनु पर्छ। तर त्यही नानीलाई झगडा गर्नु, डाहा गर्नु, ईर्ष्या गर्नु सिकाइरहनु पर्दैन? कति छिटो गर्छ। किनभने झगडा गर्ने, डाहा गर्ने, गनगन गर्ने चाहिँ यो चाहिँ पापमय शरीरको फल हो। पापमा जन्मेको कारणले गरेर हामीलाई यो गर्नु मन लाग्छ, पापमा जन्मेको कारणले गर्दा हामीलाई धन्यवादी हुनु चाहिँ मन पर्दैन। त्यसलाई हामीले ट्रेन गर्नुपर्छ, हामीले त्यसलाई चाहिँ सिकाउनु पर्छ। अनि हामी कस्तो छौँ भने जबसम्म हामीले सोचेको कुरो पाउँदैन तबसम्म हामीले धन्यवाद थामिराख्छौँ, होइन? धन्यवादलाई हामी थामिराख्छौँ। फर इक्जाम्पल, अब बाबालाई मैले भने अरे, अब कसैलाई मैले, सुस्मितालाई मैले भने अरे, होइन सुस्मिता मलाई आइफोन चाहियो भने अरे, अब म उसलाई जबसम्म धन्यवाद भन्दिनँ तबसम्म उसले फोन ल्याउँदैन, मलाई फोन दिँदैन, होइन? आइफोन 17 प्रो म्याक्स जबसम्म फोन आउँदैन तबसम्म मलाई म धन्यवाद दिँदैन। हामी चाहिँ कस्तो छौँ भन्दाखेरि जबसम्म हामीले सोचेको कुरा हामीले पाउँदैनौँ तबसम्म हामी धन्यवाद थामेरै राखिरहन्छौँ। जब मैले सोचेको कुरो पुरा हुन्छ तब मात्र म धन्यवादी हुन्छु। जब मैले काममा प्रमोसन पाउँछु तब मात्र म धन्यवादी हुन्छु, नभए गनगनै गरेर बस्छु काममा, होइन?
जबसम्म मेरो रिलेसनसिप राम्रो हुन्छ तब मात्र म धन्यवादी हुन्छु। जब हामीले यसो भनिरहेको हुन्छौँ नि, हामीले के भनिरहेको छौँ भने परमेश्वरलाई पनि हामीले यही फर्मुला युज गर्छौँ नि प्रभुलाई पनि, होइन? प्रभु जबसम्म तपाईँले मलाई चङ्गाइदिनुहुन्न तबसम्म तपाईँको आराध नै गर्दिनँ भनिरहेको हुन्छ हामीले। प्रभु जबसम्म तपाईँले मैले भनेको कुरो दिनुहुन्न तबसम्म म धन्यवादी नै हुँदिनँ। हामी यस्तो लुपमा फसेको छौँ कि जबसम्म केही हुँदैन तबसम्म हामी धन्यवाद थामी नै रहन्छौँ, अनि जब त्यो हुन्छ तब मात्र फ्ल्याट्टै हामी धन्यवाद भन्छौँ। गाह्रो कुरो हो धन्यवाद भनेको। अनि हाम्रो धन्यवाद पनि धेरैचोटि फिलिङमा बग्छ के, फिलिङमा। यसलाई इङ्ग्लिसबाट फिलिङ बेस्ड ग्रेटिट्युड भन्दो रहेछ। फिलिङमा वी टेन्ड टु लिभ इन फिलिङ बेस्ड ग्रेटिट्युड। आई फिल ब्लेस, मैले आशिषित महसुस गरेँ सो म धन्यवादी दिन्छु। मैले यो फिल गरेँ सो म धन्यवादी दिन्छु भनेर हामीले सोचिरहेको हुन्छौँ। तर एउटा कुरो तपाईँलाई बताउन चाहन्छु, हाम्रो भावनाले हामीलाई ढाँट्छ, हाम्रो फिलिङले हामीलाई ढाँट्छ। तपाईँले बाटोमा रुँदै गरेको मान्छेलाई देख्नुभयो भने त्यो मान्छे, सबै मान्छे दुःखले मात्र रुँदैन, सुखमा पनि रुँदो रहेछ, होइन? मान्छे आफूले सोचेको मान्छे आउँदैछ भने एक प्रकारको त्यो भित्रबाट रुनु मन लाग्छ, तर परको मान्छे देख्दाखेरि के भन्छ, कठैबाट दुःख लागेको रहेछ भनेर हुन्छ नि, बिचारा दुःखमा परेको रहेछ भने, तर ऊ चाहिँ सुखले खुसीले पनि रुन्छ। सो हाम्रो फिलिङले, हाम्रो देखाइले, हाम्रो भावनाले हामीलाई छल्छ, हामीलाई ढाँट्छ। तर अझै मजाको कुरो तपाईँलाई के बताउँछु भने नि, संसारले तपाईँ अनि मलाई त्यागे तापनि प्रभुले चाहिँ कहिले पनि तपाईँ मलाई म तिमीलाई प्रेम गर्छु भन्नु चाहिँ छोड्नुहुन्न। उहाँ फिलिङमा बग्ने प्रभु हुनुहुन्न, तपाईँ अनि म जसरी फिलिङमा बग्छौँ। तपाईँ हामीले खाली महसुस गरे तापनि प्रभुले कहिले पनि मेरो अनुग्रह तिम्रो लागि पर्याप्त छ भनेर चाहिँ भन्न छोड्नुहुन्न। तपाईँ मैले गरिबी अवस्था फिल गरे तापनि, तपाईँहरू मसँग केही नहुँदा पनि प्रभुले कहिले पनि यो चाहिँ भन्न छोड्नुहुन्न कि मैले तिमीलाई स्वर्गीय स्थानमा हरेक आत्मिक आशिषले आशिष दिएको छु चाहिँ भनेर प्रभुले तपाईँ मलाई छोड्नु चाहिँ हुन्न। हालेलुया। हामीलाई हितोपदेशको पुस्तक 15:15 हामीलाई यसो भन्छ, हितोपदेश प्रोभर्ब्स च्याप्टर 15:15 यसो भन्छ हामीलाई, थिचो मिचोमा परेकाहरूका अवहेलित जीवन दिनौँ दुःखको हुन्छ, तर आनन्दित हृदय सधैँ खुसी हुन्छ भनेर भनेको छ। यसलाई कन्टेम्पोरेरी इङ्ग्लिस भर्जन बाइबलले यसरी अझै मजाले बताएको छ। के लेखेको छ भने, द पुअर हेभ अ हार्ड लाइफ बट बिङ कन्टेन्ट इज गुड एज एन्डलेस फिस्ट भनेर भन्छ। यसलाई नेपालीमा संशोधन गर्दा कस्तो सुनिन्छ भने, गरिबहरूको जीवन कष्टकर हुन्छ तर सन्तुष्ट रहनु भनेको कहिल्यै अन्त्य नहुने भोज जस्तै हो अरे। कस्तो मिठो छ। गरिबहरूको जीवन जहिले पनि कष्टकर हुन्छ तर सन्तुष्ट रहनु, सन्तुष्ट भन्नु सबैले, सन्तुष्ट रहनु भनेको कहिले अन्त्य नहुने भोज जस्तै हो। अर्को भाषामा भन्नु पर्दाखेरि, जब तपाईँ अनि म गनगन गर्छौँ, जब तपाईँ अनि म गनगन गर्छौँ, हामीले हरेक कुरोमा कमी मात्रै देख्छौँ। जब तपाईँ अनि म गनगन गर्ने व्यक्ति हुन्छौँ, जब तपाईँ अनि मेरो मनमा नकारात्मक सोच मात्रै हामी सोच्छौँ भने, नेगेटिभ कुरोहरू मात्रै हामी सोच्छौँ भने हामी हरेक कुरोमा कमी मात्रै देख्छौँ। तर जब तपाईँ अनि मेरो हृदय चाहिँ धन्यवादी हुन्छ, हामीले सबै ठाउँमा प्रशस्तता हामी देखिरहेको हुन्छौँ, सबै कुरोमा हामीले पर्याप्त हामीले देखिरहेको हुन्छौँ। तर यदि तपाईँ अनि म धन्यवादी दिने हृदय चाहिँ छैन भने हरेक कुरोमा तपाईँ मैले कमी देखिरहेको हुन्छौँ। बेसिकली हितोपदेशको लेखकले त्यही भन्दै हुनुहुन्छ। जब तपाईँ अनि मेरो आँखा चाहिँ के कुरो चाहिँ छैन भन्ने कुरोमा धेरै लाग्छ भने नि, के कुरो तपाईँ मेरो अगाडि छ नि त्यो प्रति हाम्रो आँखा चाहिँ अन्धो बन्छ। हामीमा भएको कुरो चाहिँ हामी देख्दैनौँ, तर नभएको कुरो हामी देखिरहेको हुन्छौँ, अनि हामी सन्तुष्टि पटक्कै बन्न सक्दैनौँ। फल्लाको त्यो छ, मेरो त छैन,
छ त होइन, हुन्छ अलरेडी, तर हामीले देख्दैनौँ, हामीले ब्लाइन्ड गरेको हुन्छ हाम्रो आँखा चाहिँ। तर हामीसँग जे छैन त्यो कुरो चाहिँ हामी खोजिरहेको हुन्छौँ। जब तपाईँ अनि म, जब हामीसँग के छैन त्यसलाई धेरै फोकस गर्छौँ, हामीसँग के छ भन्दा पनि के छैनलाई धेरै फोकस गर्छौँ, यसले तपाईँ अनि मलाई प्रभुप्रति धन्यवाद हुनदेखि रोक्छ। यसले तपाईँ मेरो थ्याङ्कफुलनेसलाई मारिदिन्छ। दोस्रो कारण जसले तपाईँ अनि मेरो धन्यवादलाई मार्छ, अथवा दोस्रो कारण जसले तपाईँ अनि मलाई प्रभुप्रति धन्यवाद हुनदेखि रोकिरहेको हुन्छ, त्यो चाहिँ दोस्रो कारण चाहिँ के भन्दा हामी हाम्रो आशिष र अरूको आशिषसँग हामी तुलना गर्छौँ। We compare our blessing with others. पावलले यहाँ भन्नुहुन्छ rejoice always. पावलले भन्छ सधैँ आनन्दित हौ, सधैँ आनन्दित हौ भनेर पावलले यहाँ बताउनु भएको छ। तर हामी के भन्छौँ भने म कसरी आनन्दित हुन सक्छु? प्रभुले फल्नालाई कार दिनुभयो, मलाई त छैन, साइकल मात्रै छ होइन। म कसरी आनन्दित हुन्छु? प्रभुले फल्नालाई यति धेरै आशिष दिनुभयो, मलाई त आशिषै छैन होइन। म कसरी थ्याङ्कफुल हुन्छु? प्रभुले फल्नालाई चङ्गाइ गर्नु, मलाई चङ्गाइ नै गर्नु भएको छैन। हामी कम्पेयर गर्छौँ। कम्पेयर भन्नु त, तुलना गर्छौँ भन्नु त। हामी तुलना गर्छौँ, अरूको कुरो हेर्छौँ अनि आफ्नो कुरो हेर्छौँ अनि तुलना गर्छौँ हामी। अनि जसरी तुलना गर्छौँ हामी प्रभुप्रति धन्यवाद हुनै सक्दैनौँ। अनि फेरि अहिले त हामी यस्तो सोसियल मिडियाको संसारमा हामी जिउँछौँ कि सोसियल मिडियामा फल्नाले होइन मजाको फोन चलाएको देख्छौँ हामी, आफ्नो त यसो आइफोन 6 छ होइन, फल्नाको आइफोन 17 होइन, अरूको रिल्सहरू देख्छौँ हामी, अरू भेकेसनमा गएको देख्छौँ, उनीहरूको फोटोहरू यस्तो मजाको पर्फेक्ट फोटो, हाई क्वालिटीको फोटोहरू लगाएको हामी देख्छौँ। अनि हामी आफूमा चाहिँ फोटो हेर्दा मुस्सा परेको होइन, फोटो खिच्दिनले केही खिचिदिएको होला भनेर गणना गर्छौँ होइन। अब अरू त भेकेसनमा उनीहरूको परिवार त पर्फेक्ट होला, कस्तो मजाको परिवार होला भनेर हामी एकदमै डाहा गरिरहेको हुन्छ, कम्पेयर गर्छौँ कि यता र उता हामी कम्पेयर गर्छौँ। उनीहरूको परिवार त कति मजाले मिलेको होइन, फोटोमा सोसियल मिडियामा कति मजाले मिलेको उनीहरूको परिवार, हेर न बुढा र बुढी कति मजाले फोटो खिचेको, हेर न भेकेसनमा गएको होइन, कस्तो मजाको ट्रिपमा गएछ परिवार मिलेर। तर मेरो जीवन त कस्तो गाह्रो छ, परिवारमा जहिले झगडा हुन्छ, बुढीले जहिले गाली गर्छ, बुढाले जहिले गाली गर्छ। हामी कम्पेयर गरिरहेको हुन्छ यसरी होइन, कम्पेयर गरिरहेको हुन्छ। तर एउटा कुरो मिठो अनि तितो मिठो कुरो तपाईँलाई के बताउँछु भने, जब हामी अरूसँग तुलना गर्छौँ नि, तुलना गर्दा के गरिरहेको हुन्छ भने हाम्रो कमजोरीलाई लिएर अरूको सफलतासँग हामीले तुलना गरिरहेका हुन्छौँ। तपाईँ अहिले गाह्रो अवस्थामा भएर जाँदै हुनुहुन्छ, तर तपाईँले फल्नाको सफलता देखेर तपाईँले तुलना गरिरहनु भएको हुन्छ। फल्ना कतिको गाह्रो अवस्थामा भएर गयो भन्ने कुरो तपाईँले बिर्सनुहुन्छ। सुन्दै हुनुहुन्छ? कम्पेरिसन यस्तो जब तपाईँले कसैलाई कम्पेयर गर्नुहुन्छ तपाईँको स्ट्रगलसँग उनीहरूको सक्सेसलाई तपाईँले जाँचिराख्नु भएको हुन्छ, कम्पेयर गरिरहनु भएको हुन्छ। अनि यस्तो भयो भने कहिले पनि हामी धन्यवाद बन्न सक्दैनौँ। यसले साँच्चीकै हाम्रो धन्यवादलाई मारिदिन्छ। तपाईँलाई थाहा छैन त्यो व्यक्ति कस्तो दुःखमा भएर गएको थियो पहिलाको समयमा त्यो सफलता पाउनको लागि, तर हामी चाहिँ के हुन्छ, घडापैठी सफलता हेर्छौँ अनि आफ्नो दुःखलाई सम्झिन्छौँ अनि कम्पेयर गर्छौँ। हेर न कस्तो मजाको होइन, कस्तो मजाको। म बेला बेला भन्ने रिजाउँछु, मानिसको जिन्दगी बाहिर झलमल्ल भित्र अलमल्ल होइन। हामी देख्छौँ फल्नाको परिवार कति मजाले मिलेको, भित्रभित्र कति अलमल्ल छ तपाईँलाई के थाहा होइन। सोसियल मिडियामा दामी फोटो देख्नुहुन्छ होला, घरमा जानुहोस् न ठङ ठङ रङ ठुङ ठुङ होइन परिरहेको हुन्छ। एक समयमा दाजु र भाइ थिएछ, दाजु र भाइ जहिले झगडा पर्ने अरे, ड्याङ झगडा पर्ने अरे, कामबाट पाउने बित्तिकै झगडा पर्ने अरे। अनि दाजु चाहिँले भाइलाई भनेछ, भाइ तँ र म साह्रै झगडा पर्यौँ, अब म बे गरेर सर्छु म भनेर भनेछ। अनि बिचरा भाइ पनि भावनामा डुबेछ होइन, भाइ है नजानु नि दाजु भनेछ, होइन म बे गर्छु, म बे गरेर सर्छु, तँ यहाँ एक्लै बस भनेर भनेछ। अनि दाजु चाहिँले बे गरेछ, भाइको माया लागेर भाइकै नजिक बसेछ, अलिकति उता घर किनेर भाडामा बसेछ, भाइ यता बसेछ।
अनि भाइले बेलुकाखेरि कामबाट आउँदाखेरि दाजु र भाउजू हाँसेको मैले देख्छ। अरे कोही बेला भाउजू ग्वालालाई हाँस्ने, कोही बेला दाजु ग्वालालाई हाँस्ने। अनि भाइलाई त चिन्ता लाग्यो, के अरे भाइलाई त छक्क परेछ। अरे दाजु र म मात्रै हुँदा त हामी जहिले झगडा पर्थ्यौँ, तर यो दाजु र भाउजू कति धेरै हाँसेको, कति धेरै खुसी भनेर छक्क परेर उसले दाजुलाई बोलाएछ। अनि दाजुलाई बोलाएर दाजुलाई सोधेछ, दाजु तपाईँ र म पहिला बस्दाखेरि हामी जहिले झगडा पर्थ्यौँ, जहिले झगडा पर्छौँ, तर के भएको? तपाईँ मसँग छुटेर गइकिन भाउजूलाई विवाह गरिकिन त म जहिले कोही बेला तपाईँ ग्वालालाई हाँसेको सुन्छु, कोही बेला भाउजू ग्वालालाई हाँसेको सुन्छु, तपाईँहरूको हाँसोको रहस्य चाहिँ के हो भनेर भनेछ। अनि दाजुले भनेछ, भाइ यहाँ सुन, रहस्य सजिलो छ। तेरो भाउजूले मलाई कोही बेला रिसले डाडोले यस्तो झटारो हान्छ, डाडोले झटारो हान्दा मलाई लाग्दैन, म हलालाई हाँसिदिन्छु। अनि मेरो पालो टिपेर म पनि भाउजूलाई हाँस्छु, भाउजूलाई नलाग्दा भाउजू वालालाई हाँस्छ। तैँले त्यही सुनेको भाइ भनेर भनेछ। भाइले बाहिरबाट देख्दा के अरे कति खुसी परिवार देख्यो होइन, हाँसेको देख्यो, तर भित्रभित्र चाहिँ के अरे झगडा परेको रहेछ, द्वन्द्व। हामी यस्तै देखिरहेको हुन्छौँ जब हामी कम्पेयर गर्छौँ, अरूको सफलतालाई देख्छौँ अनि आफ्नो कमजोरीसँग कम्पेयर गर्छौँ। यस्तो भयो भने तपाईँ अनि म कहिले पनि प्रभुजी धन्यवादी बन्न सक्दैनौँ। डाहा गर्ने भनेको नि यो एकदमै खतरनाक पाप पनि हो। यसले हामीलाई प्रभुप्रति धन्यवाद दिनदेखि रोक्छ पनि। अनि यो डाहा गर्ने कुरोले चाहिँ तपाईँ मेरो स्वास्थ्यलाई पनि, हाम्रो हेल्थलाई पनि चक्कनाचुर पारिदिन्छ। हामीलाई हितोपदेश 14:30 यसो भन्छ, हितोपदेश 14:30 यसो भन्छ, शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले हड्डी मक्काउँछ भनेको छ। शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले, यो कम्पेरिसन गर्ने कुरोले, अरूको डाहा गर्ने कुरोले, ज्यालेस हुने कुरोले चाहिँ हाम्रो हड्डी मक्काइदिन्छ। दोस्रो कारण किन तपाईँ अनि मेरो धन्यवादी हुन हामी प्रभुदेखि केले हामीलाई रोकिरहेको छ भन्दा तेस्रो कारण छ अरे। तेस्रो कारण के हो भन्दाखेरि वी ब्लेम गड फर आवर पेन। हाम्रो कठिन परिस्थितिलाई लिएर हामी परमेश्वरलाई हामी गनगन गर्छौँ, प्रभुलाई हामी दोष्याउँछौँ। वी ब्लेम गड फर आवर पेन। इङ्ग्लिसबाट राम्रो सुन्छ, नेपालीबाट अलिक अप्ठ्यारो सुन्छ। हामी हाम्रो दुःखलाई लिएर हामी परमेश्वरलाई हामी दोष्याइरहेको हुन्छ। हाम्रो हामीलाई दुःख दिने चाहिँ प्रभु हो जस्तो गरेर हामी प्रभुलाई दोष्याइरहेको हुन्छौँ। पावलले हामीलाई बताउनुहुन्छ, प्रत्येक परिस्थितिमा, हरेक परिस्थितिमा धन्यवाद देऊ भनेर पावलले हामीलाई बताउनुहुन्छ। राम्रोसँग सुन्नुभएको होस् ल, राम्रो सुन्नु भने बुझ्नुहुन्छ तपाईँले। सबै परिस्थितिमा धन्यवाद देऊ भनेर पावलले बताएको छ। तर हामी विश्वासीले के गर्छौँ भने वचन यसो बङ्ग्याउँछौँ अनि के भन्छौँ, कसरी पढ्छौँ भने प्रत्येक परिस्थितिको लागि परमेश्वरलाई धन्यवाद देऊ भने हामी पढ्छौँ। तर पावलले के सबै परिस्थितिमा भनेको छ, तर हामी चाहिँ सबै परिस्थितिको लागि परमेश्वरलाई धन्यवाद देऊ भनेर हामी गरिरहेको हुन्छ। बाइबलले कहीँ पनि तपाईँलाई भनेको छैन कि दुष्टताको लागि प्रभुलाई धन्यवाद देऊ भनेर बाइबलले कहीँ पनि भनेको छैन। गिभ गड थ्याङ्क्स फर इभल भनेर बाइबलले कहीँ पनि भनेको छैन। बाइबलले यो पनि भनेको छैन कि अन्याय अत्याचारको लागि प्रभुलाई धन्यवाद देऊ पनि भनेको छैन। बाइबलले यो पनि भनेको छैन तिमी एक्सिडेन्ट पर्दा प्रभुलाई धन्यवाद देऊ पनि भनेको छैन। हामीले यसरी पढेको छौँ वचनलाई कि सबै परिस्थितिको लागि भनेर हामी पढ्छ, तर परिस्थितिमा चाहिँ भनेको छ बाइबलले। लागि र मा धेरै ठुलो डिफरेन्सेस छ यहाँनिर। इन सर्कमस्टेन्स, फर सर्कमस्टेन्स, होइन? परिस्थितिमा र परिस्थितिको लागि प्रभुलाई धन्यवाद दिनु भन्ने कुरो दुईटा कुरो हो। हालेलुया। हामी खराब परिस्थितिको लागि प्रभुलाई धन्यवाद दिँदैनौँ, तर हामी खराब परिस्थितिमा पनि प्रभुलाई धन्यवाद दिन्छौँ। अब परिस्थितिमा, खराब परिस्थितिहरूमा प्रभुलाई धन्यवाद दिनु भनेको चाहिँ के हो भन्दाखेरि तपाईँ खराब परिस्थितिको बिचमा हुँदाखेरि तपाईँले
धन्यवाद दिनु भनेको चाहिँ के हो भन्दाखेरि तपाईँ जस्तो सुकै परिस्थितिको अवस्थामा हुँदाखेरि प्रभु तपाईँ चाहिँ अहिले पनि मेरो प्रभु नै हुनुहुन्छ भनेको। प्रभु तपाईँ सहायता गर्ने प्रभु पहिला हुनुहुन्थ्यो, अहिले म यो अवस्थामा छु, तपाईँ स्टिल सहायता गर्ने प्रभु नै हुनुहुन्छ भनेको। हालेलुया। जब हामी दुःखमा पर्छौँ हामी प्रभुलाई ब्लेम गर्छौँ, उइसे हामी के भन्छौँ भने प्रभु तपाईँले मलाई यति धेरै माया गर्नुहुन्थ्यो भने किन यस्तो दुःखमा भएर मलाई जान दिनुभयो, हैन? कतिले भनेको होला, God, if you love me so much, then why did you let this happen to me? अमेरिकन्सहरूले धेरै यो कुरो गर्छ हैन। विशेष गरी जब आफूले माया गरेको व्यक्ति मर्छ, बितेपछि अमेरिकामा प्रभुलाई छोड्नेको कारण त्यो रहेछ एउटा मुख्य कारण कि जब आफूले माया गरेको व्यक्ति मर्छ उनीहरूले के भन्छन्, प्रभु why did you let this happen? प्रभु why did you let this happen? God, why did if you love me so much, why did you let this happen? भने प्रभुलाई हामी ब्लेम गरिरहेको हुन्छौँ। हाम्रो स्टुपिडी हामीले त्यो मूर्ख हामीले निर्णय गर्छौँ अनि त्यो मूर्ख निर्णयको प्रतिफल हामी पाउँछौँ अनि हामी प्रभुलाई भन्छौँ, प्रभु why did you let this happen? हैन, प्रभुलाई हामी ब्लेम गर्छौँ, प्रभुलाई हामी गाली गरिरहेको हुन्छौँ। अब सधैँ मेकडोनल्ड खानुहुन्छ भने तपाईँ बिरामी हुनुहुन्छ, बिरामी भएपछि के हुन्छ, मान्छे मर्छ हैन, अनि गाली गला गर्यो, God, if you love this, then why did you let this happen? प्रभु तपाईँले मलाई माया गर्नुहुन्छ नि किन यस्तो हुन दिनुभयो? सुरुमा चाहिँ नाना थरीको त्यो फास्ट फुडहरू खाएको छ हैन, बुद्धि त प्रभुले दिनु भएको छ नि त हैन, स्वास्थ्य खानेकुरोहरूको विषयमा बाइबलमा विभिन्न छन् लेखेको, जे पायो त्यही खाएको छ। अनि जब आफूलाई गाह्रो पर्छ, गॉड इफ यु लभ मी व्हाई डिड यु लेट दिस ह्यापन? हाम्रो स्टुपिडिटीमा हामी प्रभुलाई ब्लेम गर्छौँ। जब तपाईँ प्रभुलाई गाली गर्छौँ, प्रभुलाई ब्लेम गर्छौँ नि, हामी उहाँलाई भरोसा गर्न सक्दैनौँ। हरेक पीडादायी खबर अवस्थाको हाम्रो जीवनमा जब जब ब्याड कुरो खराब कुरोहरू हुन्छ हामी प्रभुलाई रेस्पोन्सिबल पर्सन बनाइरहेको हुन्छ। इनफ्याक्ट रेस्पोन्सिबल पर्सन चाहिँ हामी नै हो, त्यसको जिम्मेवारी व्यक्ति चाहिँ हामी, तर परमेश्वर जिम्मेवारी व्यक्ति भनेर हामी भनिरहेको हुन्छौँ जब तपाईँ प्रभुलाई ब्लेम गर्छौँ। जब तपाईँ ब्लेम गर्छौँ प्रभुलाई यसरी, हाम्रो धन्यवादी पनि मरेर जान्छ। How can I be thankful to God whom I don't trust? हैन, जब तपाईँ प्रभुलाई गाली गर्छौँ, प्रभुलाई ब्लेम गर्छौँ, प्रभु तपाईँले किन यस्तो हुन दिनुभयो भने प्रभुलाई हाम्रो पेनको साटोमा हामी प्रभुलाई ब्लेम गर्छौँ। वी ब्लेम गॉड इन आवर पेन हैन, हाम्रो दुःख खराब अवस्थामा प्रभुलाई हामी दोष्याउँछ भने हामी प्रभुप्रति कहिले पनि हामी धन्यवादी बन्न सक्दैनौँ, प्लस उहाँलाई हामी भरोसा गर्न सकिरहेको हुँदैनौँ। सो खराब परिस्थितिको लागि हामी प्रभुलाई धन्यवाद दिँदैनौँ, तर खराब परिस्थितिमा पनि प्रभुले मलाई बचाउन सक्नुहुन्छ भन्ने कुरोमा हामी धन्यवाद दिन्छौँ। हालेलुया। खराब परिस्थितिको बिचमा बचाउन सक्नुहुन्छ हामी प्रभुलाई धन्यवाद दिन्छौँ। सद्रक मेशक अबेदनगो उनीहरूले के भनेको छ भने, राजा हामी यो मूर्तिलाई दण्डवत गर्दैनौँ, यदि प्रभुले हामीलाई बचाउनु भयो भने हामी बाँच्नेछौँ, तर यदि प्रभुले बचाउनु भएन भने पनि हामी प्रभुकै लागि मर्नेछौँ। यो भनेको धन्यवादी दिनु भनेको चाहिँ सबै परिस्थितिमा धन्यवादी दिनु भनेको चाहिँ के भन्दा, परिस्थिति जस्तो सुकै हुँदा पनि तपाईँ अनि मेरो भरोसा उहाँमा रहनु भनेको। उहाँलाई जस्तो सुकै अवस्था भए तापनि मेरो प्रभु चाहिँ मेरो प्रभु हुनुहुन्छ, पहिला पनि मेरो प्रभु हुनुहुन्थ्यो, अहिले पनि उहाँ चाहिँ मेरो प्रभु हुनुहुन्छ। मलाई बचाउनका लागि उहाँ योग्य हुनुहुन्छ, मलाई बचाउन, मलाई सहायता गर्नका लागि उहाँ तयारी हुनुहुन्छ। उहाँले मलाई त्याग्नु भएको छैन, उहाँले मलाई छोड्नु भएको छैन। सो गॉड इज गॉड भनेर तपाईँले भनिरहनु भएको हुन्छ। चारौँ कारण, फोर्थ रिजन द्याट किल्स आवर ग्रेटिट्युड्स, हाम्रो धन्यवादलाई मार्ने जुन कुरोले तपाईँले मलाई परमेश्वरपछि धन्यवाद दिन नसक्ने बनाउने चारवटा रिजन चाहिँ के हो भन्दा, फोर्थ रिजन के भन्दाखेरि हामी नकारात्मक कुरोको बढी बढाइ गर्छौँ,
सकारात्मक कुरोको व्यवस्था गर्छौँ। जे कुरो नेगेटिभ छ त्यसलाई हामी म्याग्निफाई गर्छौँ अनि जे कुरो सही छ त्यसलाई हामी वास्तै गर्दैनौँ। हामी यो घटना हामी पाउँछौँ पहिलो राजाको पुस्तकमा, तपाईँले पढ्नुभयो भने पाउनुहुन्छ, तपाईँको समयमा तपाईँले पढ्नुभएको होस्। पहिलो राजा 19 हामी के पाउँछौँ भने एलिया एकजना स्त्रीदेखि भागेको हामी घटना पाउँछौँ। त्यहाँ एलिया एकजना स्त्रीदेखि ऊ भाग्छ, होरेबमा ऊ भागेर होरेब ढाँडामा गएर ऊ लुक्छ। एलिया कसको धम्की भन्दा एकजना स्त्रीको धम्कीमा इजेबेलले उसलाई उसको ज्यान लिने धम्की दिन्छ। एलिया यस्तो साह्रो दौडेर भाग्छ, ऊ लुक्छ मलाई मार्छ भनेर एलिया भाग्छ। तर योभन्दा अगाडि पहिलो राजा 19 भन्दा अगाडि तपाईँले पहिलो राजा 18 तपाईँले पढ्नु भएछ भने तपाईँले कहिले पनि 18 पहिलो पढेर 19 पढ्नुभयो भने तपाईँले त्यो घटना हुन्छ भने तपाईँले कल्पनै गर्न सक्नुहुन्न। किनभने पहिलो राजा 18 अध्यायमा एलियाको जीवनबाट परमेश्वर यस्तो महान काम गर्नुभएको छ। पहिलो राजा 18 मा एलियामा यस्तो धेरै आँट आएको छ कि राजाको अगाडि, राजा आहाबको अगाडि एलिया उभिएर राजालाई च्यालेन्ज दिएको छ। राजालाई च्यालेन्ज दिएको छ। त्यति मात्र होइन, एलियाले के भन्छ भने 450 जना बाल देवतालाई बोलाउनुहोस् अनि उनीहरूलाई च्यालेन्ज दिएको छ एलियाले। अनि अन्तिममा ती 450 जना बाल देवतालाई, बाल अगमवक्तालाई मारिदिएको छ एलियाले। अब यो घटना पढ्दाखेरि यो पहिलो राजा 19 अध्याय हुन्छ भनेर तपाईँले त्यो हुन्छ नि प्रोबेबिलिटीमा त्यो पर्दैन पनि होला। सुन्नुहोस् है, पहिलो राजा 19 मा सुन्नुहोस् है, 18 मा राजाको अगाडि गएर बोल्न सक्ने, त्यत्रो राजालाई च्यालेन्ज दिन सक्ने 19 अध्यायमा आएर के हुन्छ भन्दाखेरि एकजना स्त्रीले उसको ज्यान लिन्छु भनेर उसलाई हप्काउँदाखेरि एलिया भागेको छ। एलिया भागेको छ आफ्नो ज्यान बचाउनको लागि। अनि ऊ गुफामा गएर लुकेको छ, डाँडामा, कर्मेल डाँडामा गएर ऊ लुकेको छ। अनि एलियाले परमेश्वरमा गुनासो पोखाएको छ। एलियाले के भन्छ भने तपाईको सबै अगमवक्ताहरूलाई तरवारले मारेको छ, केवल म मात्र बाँकी छु, अब म मात्रै छु बाँकी रहेको भनेको, अब तिनीहरू मलाई पनि मार्न खोज्दैछ प्रभु भनेर एलियाले परमेश्वरप्रति आफ्नो गुनासो पोखाउँछ। परमेश्वरले के भन्नुहुन्छ, एलिया त गलत छस्, मैले अझै 7,000 जनालाई बाँकी राखेको छु। 7,000 जना अगमवक्ता जसले बाललाई चुम्बन गरेको छैन, जसले बालको अगाडि घुँडा टेकेको छैन, 7,000 जनालाई मैले बचाइराखेको छु। एलियाले चाहिँ के देख्दैछ, आफू मात्र देख्दैछ। तर परमेश्वरले एलियालाई के भन्छ, 7,000 जना अझै बाँकी छन्, तँ मात्र छैनस्। परमेश्वरले एलियालाई बताउनुहुन्छ। राजाको अगाडि गएर धमस दिने व्यक्ति किन स्त्रीको त्यो स्त्रीले भनेको कुरोमा ऊ डरले कामदै ऊ किन भागेको छ भन्दाखेरि एलियाले जे कुरो छैन उसले नेगेटिभ कुरोमा उसले फोकस गरेको कारणले उसले के सोचेको छ, म एक्लै बाँकी छु, सबै मरिसके, अब मलाई त मार्छ भनेर ऊ डरले, त्यो नकारात्मक कुरोमा उसले धेरै सोचेको कारणले गर्दा ऊ डरले भागेको छ। बुझ्दै हुनुहुन्छ, डरले ऊ भागेको छ। जे कुरोलाई तपाईँले सोचिरहनुहुन्छ नि, यदि तपाईँले नकारात्मक कुरो सोच्नु भयो भने अनि नकारात्मक कुरोलाई धेरै बढी गर्नुभयो भने तपाईँ प्रभुप्रति कहिले धन्यवादी बन्न सक्नुहुन्न। एक समय एकजना व्यक्ति यस्तो दारी जुङ्गा थिएछ अनि सट्टै जस्तो जुङ्गा भएको, होइन कल्पना गर्नुभयो होला, जुङ्गा भएको एकजना व्यक्ति सुतिरहेको बेलामा उसको साथीले त्यो चिज हुन्छ नि, चिज सबैले खानुहुन्छ, हिजो दाछीमा खानुभयो तपाईँहरूले, चिज यस्तो गनाएको चिज, ढुँडी परेको चिज चाहिँ उसको जुङ्गामा यस्तो दलिदिएछ। सुन्नुहोस् है, ठस्सै गनाउने चिज है। साथी सुतिरहेको छ, साथीको पालो, ऊ सुतिरहेको छ, जुङ्गा भएको मान्छे सुतिरहेको, साथीले चाहिँ यहाँनिर यो जुङ्गामा
चिज दलिदिएछ, ठस्सै गनाउने चिज। अब सुतेको अवस्थामा के गन्दा अब थाहै हुँदैन नि त होइन। बिहानै उठ्छ अरे त सास फेर्छ त पुरा सिनो गनायो अरे क्या। उसले सिनो गनाएछ अनि उसले के भनेछ भने, छ्या यो रुम त कस्तो सिनो गनाउने भनेर गनगन गर्न थालेछ। कस्तो गनाउने सिनो, के भयो यो रुममा भनेर जुरुक्कै उठेछ। अनि रुमबाट हतार त बाहिर गएछ। बाहिर गएर गर्छ अरे फेरि गन्ध आउँछ अरे त, यो घरै कस्तो गनाउने भनेर भन्यो। रुमदेखि घरमा आउँछ, घर पनि पुरा गनाउने। अनि बस्नु सक्दिनँ यहाँ भनेर बाहिर गएछ। अनि बाहिर गएर सास फेर्छ त फेरि त्यही गन्ध आउँछ अरे, अरे रुम पनि गनायो, घर पनि गनायो, छ्या यो संसारै सिनोले भरिएको संसार रहेछ भनेर उसले संसारलाई पनि ब्लेम गरेछ। अन्त्यमा सिनो चाहिँ उसकै यहाँ दारीमा अडिरहेको थियो। संसारमै उसले सिनोले भरिएको संसार भनेर पुरै गनगन गर्न थालेछ। यदि तपाईँ अनि मैले मेरो जीवन त केही मोलको छैन, मलाई कसैले वास्ता गर्दैन, म त केही गर्न सक्दिनँ भने तपाईँमा सोच्दैछ भने तपाईँ मेरो जीवनमा केही कुरो हामीभित्र, हाम्रो जीवनमा केही कुरो तपाईँमा बदल्नु एकदमै जरुरी छ। सबैभन्दा पहिलो कुरो तपाईँ अनि मैले हाम्रो दृष्टिकोणलाई परिवर्तन गर्ने एकदमै जरुरी छ। दृष्टिकोण कसरी तपाईँले देख्दै हुनुहुन्छ। अनि अर्को कुरो चाहिँ तपाईँ मेरो आत्मिक अवस्था कस्तो छ भने तपाईँले बुझ्नु एकदमै जरुरी छ। यदि कुनै व्यक्ति पास्टरल काउन्सिलिङमा मैले यो कोर्स लिँदाखेरि सिकेको, सुन्नुहोस्, यदि कुनै व्यक्तिले भन्छ कि म त आई वान्ट अ सुसाइड, म सुसाइड गरेर मर्छु, अथवा कुनै व्यक्तिले मेरो जिन्दगी केही मोलकै छैन, म त जिएको कामै छैन भनेर भन्दैछ भने त्यो व्यक्तिको दृष्टिकोण, उसले जीवनलाई हेर्ने दृष्टिकोण गलत छ अनि उसको आत्मिक अवस्था सही छैन। यी दुईटा कुरा ट्याकल गर्नु एकदमै जरुरी छ। हाम्रो दृष्टिकोणलाई हामीले जाँच्नु एकदमै जरुरी छ। के तपाईँ चोट अथवा डर अथवा निराश अथवा थाकेको आँखाले तपाईँले आफ्नो जीवनलाई हेरिरहनु भएको छ कि फ्रेस पर्सपेक्टिभमा तपाईँले आफ्नो जीवनलाई हेरिरहनु भएको छ। तपाईँले प्रश्न गर्नु एकदमै जरुरी छ। हामीलाई हितोपदेश 19:2 भन्छ, यहाँ लेखेको छैन अस्मिन, त्यहाँनिर मैले हाल्नै बिर्सेछु त्यसमा। हितोपदेश 19:2 हामीलाई के भन्छ भने, बिना ज्ञानको उत्साह असल हुँदैन, हतार गर्नेले बाटो बिराउँछ भनेको छ। बिना ज्ञानको उत्साह असल हुँदैन, हतार गर्नेले बाटो बिराउँछ। हितोपदेश 19:2 भन्छ। नेपालीमा एउटा भनाइ छ नि, 2 पटक नाप्नुहोस् 1 पटक काट्नुहोस् भन्छ नि। केही कुरो काट्न अगाडि 2 चोटि नापेर मात्रै काट्नु अरे। यदि गलत नपाए भने त्यसलाई जोड्न गाह्रो हुन्छ। बताउनु चाहेको चाहिँ, जब तपाईँ अनि म दुःखको अवस्थामा हुन्छौँ, जब तपाईँ मेरो जीवनमा हर्ट हुन्छ, त्यो दुखेको महसुस भएको अवस्थामा जब तपाईँ अनि मैले हाम्रो जीवनको विषयमा सोच्छौँ नि, हाम्रो जीवन नि कहिले हामीले मूल्यवान जीवन देख्दैन, मूल्यहीन जीवन तपाईँमा देखिरहेको हुन्छौँ। वी नेभर सी आवर लाइफ एज अ भ्यालुएबल लाइफ, हामीले कहिले पनि देख्दैनौँ। त्यही भएर भन्छन् मान्छेले, गएर सुत अनि बिहान उठेर निर्णय दे भन्छ नि। किनभने बिहान चाहिँ प्रभुको कृपा नयाँ आउँछ। अस्ति हामीले हेर्थ्यौँ होइन, परमेश्वरको कृपा नयाँ गरी आउँछ, हामीलाई फ्रेस बनाउनुहुन्छ प्रभुले। अत्तालिएको अवस्थामा, दुःखको अवस्थामा, तपाईँ समस्याबाट चेपिएको अवस्थामा कहिले पनि ठुलो निर्णय नगर्नु भएको होस्। मान्छेले सुसाइड किन गर्छ, किन आफ्नो जीवनलाई अर्थहीन देख्छ भन्दाखेरि उनीहरूको जीवनमा दुःखलाई हेर्छन्। उनीहरूले अरूले दिएको धोकालाई हेर्छ, बोयफ्रेन्डले दिएको धोका, गर्लफ्रेन्डले दिएको धोकालाई उनीहरूले हेर्छ अनि आफ्नो जीवनलाई उनीहरूले कम्पेयर गर्छ। तर त्यही व्यक्तिले लामो सास फेरेर बिहानखेर उठेर त्यो ठन्डा दिमागले सोच्नु भन्छ नेपालीमा, ठन्डा दिमागले सोचेपछि भने नि उसले आफ्नो जीवनमा त्यो अर्थ भेट्छ, आफ्नो जीवनमा उसले अर्थ भेट्छ। दोस्रो चाहिँ के भन्दाखेरि हाम्रो स्पिरिचुअल कन्डिसन, हाम्रो आत्मिक अवस्था कस्तो छ तपाईँले हेर्ने एकदमै जरुरी छ। के तपाईँले आफ्नो जीवनमा
आत्मिक रूपमा कमजोर महसुस गरिरहनु भएको छ? के तपाईँले झरेको महसुस गरिरहनु भएको छ? आत्मिक जीवनमा क्रिस्चियन जीवन तल्लै झरेको तपाईँले महसुस गरिरहनु भएको छ? अथवा के तपाईँले प्रभु तपाईँदेखि टाढा भएको जस्तो तपाईँलाई महसुस गरिरहनु भएको छ? यदि यो कुरो छ भने तपाईँले आफ्नो जीवनलाई कहिले मूल्यवानको देख्नुहुन्न। यदि तपाईँ प्रभुको नजिक भएको तपाईँले महसुस गर्नुहुन्छ भने तपाईँको जीवन कति धेरै भ्यालुएबल रहेछ भन्ने कुरो तपाईँले बुझ्नुहुन्छ। उहाँको प्रेमले तपाईँलाई बताइदिन्छ तपाईँ कति धेरै महत्त्वपूर्ण व्यक्ति हो भन्ने कुरो। समाजले हामीलाई जेसुकै भने तापनि, नाना थरीको नाम दिए तापनि, हाम्रो अगाडि जसोसुकै ट्याग लगाइदिए तापनि, जब तपाईँ प्रभुको चरणमा जान्छौँ, जब उहाँलाई तपाईँले नजिक पाउँछौँ नि, हामी आफैलाई भेटाउन थाल्छौँ हाम्रो मूल्य चाहिँ कस्तो रहेछ भनेर। बाइबलले भन्छ हामीलाई परमेश्वरले भयानक अनि अद्भुत रीतिले बनाउनु भएको छ। उहाँकै स्वरूप अनि सम्बन्धमा उहाँ जस्तै तपाईँले मलाई बनाउनु भएको छ। तपाईँ मेरो जीवन एकदमै भ्यालुएबल छ। हामी मूल्यहीन व्यक्ति होइन, तर मूल्यवान व्यक्ति छौँ। हामी परमेश्वरको आँखामा हामी खजना हौँ। वी आर द ट्रेजर्स इन गड्स आइज भन्ने कुरा तपाईँले मैले बुझिरहेको हुन्छौँ। सो जब तपाईँ अनि म हाम्रो जीवनमा नेगेटिभ कुरोलाई जब तपाईँमा फोकस गर्छौँ, हामीसँग के छैन, खराब कुरोलाई जब तपाईँमा धेरै बढाइ गर्छौँ नि, हामी परमेश्वरलाई पनि सानो देख्न थाल्छौँ। हाम्रो समस्यालाई ठुलो देख्छौँ, परमेश्वरलाई सानो देख्छौँ। जब समस्यालाई धेरै तपाईँ सोच्नुहुन्छ, धेरै बढाइ गर्नुहुन्छ, समस्या तपाईँको बढ्दै जान्छ, प्रभुजी गर्दै जानुहुन्छ। तर जब तपाईँ समस्याको बिचमा पनि पोजिटिभ कुरो लिएर प्रभु मेरो साथमा हुनुहुन्छ, प्रभुको विषयमा तपाईँले सोच्नु, समस्या सानो सानो हुन्छ, प्रभु तपाईँको ठुलो 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 बन्दै जानुहुन्छ अनि तपाईँ त्यहाँबाट विजय पाउनु हुन्छ। हालेलुया। The more you think negative, the smaller God looks in your eyes, the smaller your gratitude becomes. अनि जति धेरै तपाईको आँखामा परमेश्वर सानो देखिन्छ, त्यति नै तपाईँ, त्यति थोरै तपाईँ धन्यवादी बन्नुहुन्छ। तर जति धेरै ठुलो प्रभु तपाईँको आँखामा देखिन्छ, त्यति धेरै ठुलो उहाँलाई धन्यवाद तपाईँले दिन थाल्नुहुन्छ। हालेलुया। सो हामीले 4टा कारण पनि हेरिसकेका छौँ। अब अर्को प्रश्न के छ भन्दाखेरि, अब म यो धन्यवादी जीवन, परमेश्वरलाई महिमा दिने धन्यवादी जीवन चाहिँ कसरी जिउनु? हाउ क्यान आई लिभ gratitude that glorifies God? How can I live a life of gratitude that glorify God? म कसरी यो धन्यवादी जीवन जिउन चाहन्छु जुन धन्यवादले चाहिँ परमेश्वरलाई महिमा दिन्छ? पावलले हामीलाई 2टा चाबी बताउनुहुन्छ आज। 2 keys बताउनुहुन्छ, जुन चाबी तपाईँले पक्रिने चाहिँ भयो भने तपाईँ यस्तो खालको धन्यवादी जीवन जिउनुहुन्छ जुन धन्यवादी जीवनले प्रभुलाई महिमा भइरहेको हुन्छ। पहिलो कीमा हामी सुरुमा पढेको हामी खण्डलाई हामी पढ्नेछौँ। पहिलो थेस्सलोनिकेको पुस्तक 5:16-18 चाहिँ लेखेको छ, सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहौ, सबै परिस्थितिमा धन्यवाद देऊ, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। पावलले 2टा चाबी हामीलाई दिएको छ। सबैभन्दा पहिलो कुरो चाहिँ के रहेछ भन्दाखेरि सधैँ आनन्दित रहो, दोस्रो चाहिँ निरन्तर प्रार्थना गरिरहौ। आनन्दित रहनु अनि निरन्तर प्रार्थना गरिरहनुले तपाईँ मलाई धन्यवादको जीवनमा डोर्याउँछ। अनि यो धन्यवादको जीवन यस्तो जीवन हुन्छ जुन जीवनबाट चाहिँ प्रभु महिमित बन्नुहुन्छ। हालेलुया। सधैँ आनन्दित रहो। पावलले यहाँ भनेको छैन सबै कुरोमा आनन्दित रहो भनेर पावलले यहाँ बताएको छैन। पावलले यहाँ यो पनि बताएको छैन कि सबै खराब परिस्थितिमा आनन्दित हौ भनेको छैन पावलले। यहाँनिर पावलले यहाँ के बताउँदै हुनुहुन्छ भने अलवेज रिजोइस, सबै आनन्दित हौ। किन भन्दाखेरि परमेश्वर जो हुनुहुन्छ उहाँ चाहिँ परिवर्तन नहुने प्रभु हुनुहुन्छ भन्ने कुरोमा चाहिँ आनन्दित हुनुपर्छ। यदि परिस्थितिमा तपाईँ आनन्दित हुनुभयो भने तपाईँले के भन्दै हुनुहुन्छ भने प्रभु चाहिँ यो परिस्थितिको स्रोत हुनुहुन्छ भनेर तपाईँले भनिरहनु भएको छ।
तर त्यही परिस्थितिको बिचमा तपाईँ प्रभुमा चाहिँ आनन्दित हुनुभयो भने तपाईँले के भन्दैन, परिस्थितिको बिचमा पनि प्रभु चाहिँ प्रभु नै हुनुहुन्छ तपाईँले भनिरहनु भएको हुन्छ। पावलले त्यही भनेर फिलिपीको पुस्तकमा के भन्छ भने, प्रभुमा सधैँ आनन्द गर, म फेरि भन्छु आनन्द गर। पावल भन्छ परिस्थितिमा, खराब परिस्थितिमा, दुःखमा आनन्द गर भन्दैन, तर प्रभुमा आनन्द गर भन्छ। फिलिपीको पत्रमा है पावलले प्रभुमा सधैँ आनन्द गर भन्छ। पावलले फिलिपीको पत्रमा, यहाँ फिलिपी 4:4 हस्बेन्ड, फिलिपी 4:4 भन्छ प्रभुमा सधैँ आनन्द गर, फेरि भन्छु आनन्द गर। यतिखेर पावल जेलमा थियो। उसको जीवन उसलाई मार्छ कि छोड्छ, उसलाई कन्फ्युज थियो। जेलमा छ पावल। यदि पावल त्यो जेलको अवस्थामा पनि आनन्दित हुनु चाहिँ कसरी जानेको थियो भन्दाखेरि उसको आनन्द चाहिँ उसको परिस्थितिमा होइन, उसको परमेश्वरमा थियो। जब तपाईँ मेरो आनन्द हाम्रो परिस्थितिमा हुन्छ, हाम्रो आनन्द यता र उता हुन्छ। कोही बेला हाई हुन्छ, कोही बेला लो हुन्छ। जब परिस्थिति राम्रो हुन्छ हाम्रो आनन्द हुत्त पर जान्छ, जब खराब हुन्छ स्वाट्टै तल झर्छ। तर तपाईँ मेरो आनन्द प्रभुमा चाहिँ छ भने परिस्थिति खराब हुँदा पनि, परिस्थिति राम्रो हुँदा पनि आनन्द चाहिँ एउटै भएर जान्छ। पावल सुखमा पनि उसले आनन्द गर्न सिकेको थियो, दुःखमा, झेलमा। कतिखेर चाहिँ घाँटी छिर्छ उसलाई थाहा छैन पावललाई, कतिखेर उसलाई मार्छ उसलाई थाहा छैन, उसको अवस्था भोलि के हुने उसलाई केही थाहा छैन, झेलमा छ। अनि यो फिलिपीको मण्डलीलाई पावलले भन्छ प्रभुमा सधैँ आनन्द गर। फिलिपीको मण्डलीमा विभिन्न झुटो शिक्षाहरू आइसकेको थियो। यो मण्डलीमा धेरै सतावटहरू भइरहेको थियो। कतिजना मान्छेलाई त मारि पनि सकेको थियो सतावटको कारणले विश्वासीहरूलाई। पावलले भन्छ प्रभुमा आनन्द गर। तर हाम्रो आनन्दको जरा चाहिँ केमा गाडिएको हुन्छ भने हाम्रो काममा गाडिएको हुन्छ आनन्दको जरा, होइन? हाम्रो ब्याङ्कको ब्यालेन्समा हाम्रो आनन्दको जरा गाडिएको हुन्छ। हाम्रो मेडिकल रिपोर्टमा हाम्रो आनन्दको जरा गाडिएको हुन्छ। डक्टरले अस्तिको हप्ता मात्र मलाई नराम्रो रिपोर्ट दिएको थियो, आज राम्रो रिपोर्ट दिनुभयो, यति धेरै इन्जोय गर्छ। हाम्रो आनन्दको जरा चाहिँ ती कुरोहरूमा गाडिरहेको हुन्छ। अनि जब यस्तो कुरोहरूमा हाम्रो प्रमोसनमा भयो, हाम्रो सफलतामा हाम्रो आनन्दको जरा गाडियो भने हाम्रो यो आनन्दको जरा चाहिँ फ्लक्चुएट हुन्छ, यो चाहिँ यता र उता गइरहन्छ। तर तपाईँ मेरो आनन्दको जरो चाहिँ केमा गाडिनु पर्यो भने परमेश्वरको चरित्रमा। परमेश्वर चाहिँ असल पिता हुनुहुन्छ, उहाँ चाहिँ विश्वासयोग्य पिता हुनुहुन्छ भन्ने कुरोमा तपाईँ मेरो आनन्दको जरा गाडिनु पर्यो। हालेलुया। तपाईँ मेरो आनन्दको जरा चाहिँ येशू ख्रीष्टले सिद्धाउनु भएको काममा। उहाँले तपाईँ अनि मेरो पापहरू सबै क्षमा गर्नु भएको छ। अब मेरो भविष्य निश्चित छ, मेरो भविष्य सुरक्षित छ। यसमा तपाईँ मेरो आनन्दको जरा गाडिनु पर्यो। तपाईँ मेरो आनन्दको जरो चाहिँ पवित्र आत्माको उपस्थितिमा गाडिनु पर्यो, जसले भन्छ म तँलाई कहिले छोड्दिनँ, कहिले त्याग्दिनँ। संसारले त्याग्दा पनि प्रभु चाहिँ तपाईँ मेरो साथमा हुनुहुन्छ। यस्तोमा तपाईँ मेरो आनन्दको जरा चाहिँ गाडियो भने नि मृत्युको मुखमा भएर जाँदा पनि दाउद रजाले जस्तो हामी भन्न सक्छौँ, मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउँदिनँ। किन भन्दाखेरि तपाईँ मेरो साथमा हुनुहुन्छ। आनन्दको जरो तपाईँ मेरो प्रभुमा गाडिनु एकदमै जरुरी छ। जब यसो हुन्छ हाम्रो आनन्द प्रभुमा सधैँ हामी आनन्दित हुन सक्छौँ। हालेलुया। जब हामी प्रभुमा आनन्द मर्छौँ, हाम्रो ब्याङ्क ब्यालेन्स डाउन हुँदा पनि हामी प्रभुमा आनन्दितै हुन्छौँ। मेडिकल रिपोर्ट खराब आउँदा पनि हामी आनन्दितै हुन्छौँ। परिवारको समस्या नराम्रो हुँदा पनि हामी आनन्दितै हुन्छौँ। हामी एक प्रकारको जोय हुन्छ, किन हाम्रो जोय चाहिँ आउटवर्ड्स, हाम्रो सर्कमस्टेन्सेसले, हाम्रो परिस्थितिले निर्धारण गर्दैन। हाम्रो जोय चाहिँ, हाम्रो आनन्द चाहिँ प्रभुले निर्धारण गर्नुहुन्छ भन्ने कुरोमा हामी निर्धक्क भइरहेको हुन्छौँ। हालेलुया। दोस्रो कुरोमा पावलले बताउनुहुन्छ निरन्तर प्रार्थना गरिरहौ। सबैभन्दा पहिलो कुरो चाहिँ आनन्दित व्यक्ति र प्रार्थना गर्ने व्यक्ति धन्यवादी व्यक्ति भन्छ। आनन्दित व्यक्ति, प्रार्थना गर्ने व्यक्ति चाहिँ धन्यवादी बन्ने व्यक्ति भन्छ। निरन्तर प्रार्थना गरेर पावलले यहाँनिर
बताउनु भएको होइन कि काममा नजाऊ, कोठा थुनेर आँखा चिम्लेर दिनभरि प्रार्थना गर भनेको होइन पावलले यहाँनिर। कामको महत्त्व छैन जस प्रार्थना गर भने पावलले यहाँनिर बताएको होइन। तर पावलले यहाँ बेसिकली के बताइरहेको छ भने डेली प्रभुसँग त्यो डायलग चाहिँ राखिरहनु, उहाँसँग तपाईँले बातचित चाहिँ गरिरहनु भनेको। काममा हुँदा पनि प्रभु आरामै हुनुहुन्छ होइन। एज यु टक विथ पिपल, अरूसँग गफ गरेर चाहिँ प्रभुसँग तपाईँले गफ गर्नुभएको होस्, प्रभु आज मलाई यो कुरो म तपाईँले सहायता गर्नुभएको होस्, उहाँसँग गफ गर्नुहोस्। क्या साथीसँग तपाईँ बोल्नु भयो जस्तै प्रभुमा तपाईँले निरन्तर प्रार्थना गर्ने त्यो बानी चाहिँ बसाल्नु भयो भने तपाईँले कहिले पनि तितोपनालाई देख्नुहुन्न। तितोपनाको बिचमा पनि तपाईँले प्रभुलाई देख्न थाल्नुहुन्छ। हालेलुया। प्रार्थनामा प्रभुलाई तपाईँले दिनभरि समयमा आँखा चिम्काउनु परेन। काममा हुनुहुँदाखेरि प्रभु तपाईँलाई केही दुःख भइरहेको छ, कसैले के भन्यो भने प्रभु मलाई यो मान्छेले मन दुखायो, मेरो चित्त दुखेको छ, मलाई निराशा फिल भइरहेको छ, मेरो सबै चिन्ता र फिक्री चाहिँ म तपाईँको चरणमा ल्याउँदैछु। प्रभु आज दिनभरि मलाई सहायता गर्नुभएको होस्। काममा अब म्यानेजरसँग बोल्न आँटेको छु, के बोल्नुपर्ने मलाई सहायता गर्नु न ल। यसरी जस्ट तपाईँले गफ मात्रै गर्नुभयो भने यो प्रार्थना हो कि प्रार्थना हो। तपाईँ चर्चमा आएर घुँडा टेकेर प्रार्थना गर्नुपर्छ त्यो मात्रै प्रार्थना होइन। निरन्तर प्रार्थना गरिरह भनेको पावरले के कन्टिन्युली प्रभुसँग बातचित गरिराख्नु भनेको। अनि जब तपाईँले प्रभुसँग बातचित गरिराख्नु भएको हुन्छ नि तपाईँले के बताउँदै हुनुहुन्छ भने मलाई सहायता गर्ने, मलाई हेल्प गर्ने, मेरो सहयोगी चाहिँ मेरो प्रभु हुनुहुन्छ भने तपाईँले बताइरहनु भएको हुन्छ। अनि जब तपाईँले त्यो कुरो भनिरहनु भएको हुन्छ मेरो प्रभुले मलाई सहायता गर्नुहुन्छ, मेरो प्रभु चाहिँ सहायता गर्नको लागि हाजिर हुनुहुन्छ भन्ने कुरो तपाईँले विश्वास गरिरहनु भएको हुन्छ, यतिखेर के हुन्छ भन्दाखेरि तपाईँको खराब परिस्थितिमा पनि तपाईँले प्रभुलाई देख्न थाल्नुहुन्छ। प्रभुलाई देख्न थाल्नु भएको कारणले गरेर के हुन्छ भन्दाखेरि तपाईँप्रति त्यो नेगेटिभ नकारात्मक कुरोहरू तपाईँबाट हट्दै जान्छ अनि पोजिटिभ सकारात्मक कुरोहरू तपाईँले सोच्न थाल्नुहुन्छ। अनि जस्तो तपाईँले सोच्न थाल्नुहुन्छ तपाईँभित्र एक प्रकारको त्यो धन्यवाद उत्पन्न हुन थाल्छ। हालेलुया। जुन मानिस सदा आनन्दित हुन्छ उसले निरन्तर प्रार्थना गर्नु पनि सक्छ। आनन्दित व्यक्तिले निरन्तर प्रार्थना गर्न सक्छ। मैले भने निरन्तर प्रार्थना भनेको होइन, निरन्तर प्रार्थना गर्नुपर्छ आनन्दित व्यक्तिले मात्र। अनि जुन व्यक्तिले निरन्तर प्रार्थना गर्न सक्छ त्यो व्यक्ति निरन्तर प्रभुप्रति धन्यवादी हुन पनि सक्छ। पावरले हामीलाई बताउनु भएको छ यदि तिमी कृतज्ञताको जीवन, प्रभुलाई महिमा दिने कृतज्ञताको जीवन जिउन चाहन्छौ भने सबै परिस्थितिमा आनन्दित हौ अनि सधैँ आनन्दित हौ अनि अर्को के अरे निरन्तर प्रार्थना गरिरहौ। पावरले हामीलाई आनन्दित हुनु, निरन्तर प्रार्थना गर्नेले हामीलाई केमा लान्छ अरे धन्यवादीको जीवनमा हामीलाई लान्छ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। थ्याङ्क यू बुवा, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। आज तपाईँको वचनबाट हामीले सिकेका छौँ, जानेका छौँ तपाईँको हृदय